सो हेलो गाइज वेलकम टु माई न्यू लङ ब्लग। आजको भ्लगमा चाहिँ मेरो साथीको वर्तमानमा जान आँटेको छु। चट्ट हेर्नु लुगासुगा लगाइवरी अब चाहिँ हामी अब वर्तमानतर्फ जाने। साथीहरूलाई अब यहाँ कुर्छु म, अनि बिस्तारै आउँछन् जाने ठाउँ बिस्तारै। अहिले चाहिँ म यहाँ साथीहरूलाई भेटिसकेको छु फाइनल्ली। अब चाहिँ म यता साथीसँग जान्छु। किन बोलिन भाइ, म बोलिरहेको छु ल। बोलेन भन्छ नि गाइजहरूले। हेलो भनिदिनु न। भन भन। ल ल ल भर्खरैले यहाँ सिटी गयो नि ल। ए तर यताबाट त आउँदैन नि त सिटी। रिन्दाहरूको रिन्दा आयो, आएको छैन। ए त्यहाँ के अहिले अहिले चाहिँ कहाँ रोजान हेरेर हिँड्नु अरे। ल किन म पनि जान्छु। के भन्नु पर्दैन अरे, हिँड्नु भन्नु पर्दैन। दिदीहरूलाई हालिहाल्छु नहालेर हुन्छ। हेलो गाइज, हामी चाहिँ अजलको दिदीहरू मेरो दिदी हेर न, मेरो छिमेकी आउँछ भाइरल हुन्छ। के भन्छ कुन फोन हो यो? स्यामसङ हाल्छु नि। अन्त सब्सक्राइब गर्दैछु त ब्रो। गर मजाले सब्सक्राइब गर्ने युट्युबमा त। अहिले सुन्नु, हाई गाइस, हामी रोजनको वर्तमानमा गएको। हामी चाहिँ रोजनको साथीहरू मात्रै होइन, दिदीहरू पनि हो। बिस्तारै जाँदै हो। हामी चाहिँ भर्खर स्कुलबाट आएको मात्रै। अनि त्यही भएर मैले ल गाइजहरू त्यहीँ गएर भेटौँ ल। गिफ्ट दिने प्लान हुँदैछ है गाइजहरू। गिफ्ट दिने कहाँ खाने भनेको जाऊँ न त। फोटो झन् सबै तरकारी किन्न सरकारले चुज गरे हो। फोटोको क्वालिटी घटेर मलाई भन्ने हो त, म त उहाँको सन्देश दाइसँग कपी लिएर गएको थिएँ। के हो यो? पुरानो चाहिँ अझै पुरानो होइन। ए बाहुनहरूको हुन्छ कि त्यो सानो गाई सानो त्यस्तो दिन जस्तो नि त्यति भिडियोको लागि त को एक्स्ट्रा दिनु पर्यो होला नि त साइडमा बस्नेलाई पनि। काहीँ दिन आँटेको होइन 50 रुपियाँ दिन आँटेको वर्तमानमा काइयो क्यासै छैन फेरि। कुछ क्यास छ बोल्दैन। काइयो तेल वर्तमानमा के हो? होइन नि टिका लगाइदिने छ, टिका लगाइदिने छ नि त। फेरि सिक्री हराएरै सिक्री भन्नु पर्यो। साह्रो गरी बोल न। सिक्री हराएरै गाई, सिक्री हरायो। अब सिक्री खोज्नतिर लाग्नु पर्यो। जस्ट फाइन निस्केको। भुल छ तेरो मुन्टो पनि देखेँ। मुन्टो मलाई नसिकाऊ न यार, कसरी बनाउनु पर्छ। ल फाइनल्ली हाम्रो मम्मी भाइको पनि प्रवेश भइसकेको छ परबाट। यहाँ थियो अरे यहाँ सिक्री हराएरै, चाँदीको सिक्री हराएरै खोज्नु पर्यो। हाम्रो यहाँ सानै आइसक्यो फेरि। पारा देखाउँ न, पारा पारा अरे। ल हाम्रो मम्मी फेरि यता हेर्नु त,
परी जस्तो भएर त हाम्रो गाई मातालाई पनि पूजा लगाएर मेरो भग अब 2-3 घन्टामा यतिकै हुन्छ अब पज गर्दै 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 त्यस्तो खालको मैले के गर्नु थाहा छ मलाई त्यही त अब मेरो साथीहरू आएन नि त खै चस्मा ल्याएर ला यो चस्मा आऊ दिएन मलाई तेरो दे कहाँ मेरो त हुँदैन नि यो त ब्रान्डेड हो नि मेरो त है कान्छ तेरो देन कान्छ आऊ हेलो भन्नु न हेलो हेलो भन्नु त हेलो रे त्यही हो वर्तमान अब गाउँघरको साथीहरू आएकै छैन नजिक के खोज्छन् हौ यिनीहरू हेलो हेलो भन्नु न कता ठ्याङ्गी भुँडीमा त्यही जानुहुन्छ फेरि अङ्कल कता हिँडेका ए अब खानेतिर हो ए लु खाऊँ न त खाने भनेपछि त अब म त अब हिँडिहाल्ने हो अब के पहिला खाना गइरहेको छौँ है गाईहरू अब के हुँदो रहेछ परिकारहरू हेरौँ अब जाऊँ न तल खाऊँ न त फेरि भिड रहेछ काहीँ ग्रुप जस्तो बस्ने ठाउँ पनि रहेनछ क्या सबै यहीँ खानाकै सुरमा आएको छ कता जाने त फोटो खिच्दै आउन त ल मेरो पहिला उहाँ परेन रोजन कता खिचेँ मैले खानेकुरा लिने उता गएर बसेर खाने प्लान चाहिँ हेरौँ न यसको अनि औडा हो त अब के गर्नु अब गर थापौँ न हौ उता गएर त्यही त बसे भुइँमा त होइन यसो कुर्सीहरू केही त होला नि लाज लाग्यो कस्तो लाज लाग्यो मलाई अब डाइरेक्ट म खाना पछि मात्र देखाउँछु ल अहिले यहाँ कुर्नु पर्ने रहेछ त्यसलाई साथीहरू यहाँ हाम्रो खाना चाहिँ भइसकेको छ अब भगवान्को पूजा धेरै गरियो अब पेट पूजा पनि गर्नुपर्छ यहाँ हेरेर सक्नुहुन्छ कोपी छ गुलियो बुनिया छ पुरी छ सलाद छ गाजर र मुला यो चाहिँ के रहेछ अचार हो मटरको अचार अनि यहाँ चाहिँ छ मलाई बेस्ट लाग्छ राजमा र देखिरहेको हामी यहाँ खाना आँटेको यहाँनिर चाहिँ हाम्रो खानेकुरा हो यो रोजन देखाने त यहाँनिर चाहिँ अब यो सोयाबिन र राजमा छ अनि यहाँ पुलाउ लेट्स इट बिस्तारै खाइन्छ ल खाइँदैछ है यता चाहिँ अब म पनि अब दिइरहन्छु अब पुरा दनक त्यो मिक्स सोयाबिन हाल्ने अलिकति अचार हल्का गुलियो यो बुनिया अनि यो काउली यस्तो गरेर यस्तो मिक्स हालेर त्यो गरेर भ्लग बना हाल युट्युबमा टिकटकमा हाल्न सुरुमा अनि पो रिच आउँछ युट्युबमा पनि दिदीले हालै भन्नु भएन ल भन्ने नि दिदी कपाल कति छिटो बढेको यता यहाँ मोही पनि छ म त फोनमा चाहिँ लामो कुन चाहिँ फोटो
छिटै बढ्छ मेरो लगन घरबाट निकाल्नु भन्छ कस्तो छोटो रहेछ त्यहाँदेखि काट्ने बेला भइरहेछ फेरि कति काट्नु हो अस्ति स्याम्पू जोगाएको स्याम्पू जोगाएको कसरी भन्जाको होइन साथीको भाइ यतिकै लगभग फुटेको जस्तो लाग्यो गेम कसले खेल्नु अघि बोलाएको मैले खै अब गेम कसले खेल्नु हामी चाहिँ गाइजहरू अस्ति एक दिन तिहारको पैसा देउसी हेरेर उठेको पैसाले हाम्रो चुली पोखरी घुम्न गएको थियौँ अस्ति कहिले मङ्सिरमा गएको होइन मङ्सिरमा गएको थियौँ यसपालि चाहिँ एउटा घटना घटेछ क्या भूतले मान्छे कुटेछ अरे अब त्यही भिडियो हेर्न गइरहेको छौँ हामी चाहिँ अब हो त्यो त हेर्नु छ नि अब भिडियो हेरिन्छ झन् हामी चाहिँ अलिक छिटै गइरहेछ सही सलादमा है भगवान् कृपा राइट ह्यान्ड हेरौँ न ल कुन नेटै के भयो मुना वाइफै कनेक्ट भइरहेको छ यहाँको नेट कसले अफ गरिदियो नाइट ह्यान्ड भन्दा गएको मान्छेलाई कुटे गयो आम्मा उहाँ हेर्नु न ल भूतले मान्छेले यार कुटेको यार छक्क परिएन त सेल्फी खिच्दाखेरि अँ देखिएन भुच्चे कहाँ ब्राइटनेस हाल्नु न अलिकति बढाउँ न अचम्म भएन त नि कुट्टा पनि फेरि यस्तो कुटेको रहेछ नि आम्मामा यार पुरै त्यो एट्याक क्या जङ्गली जनावरले पुरै कस्तो देखिँदै देखिएन यार पुरै उयो भएर हट रातिहरूको केक अगाडि काटेर चाहिँ अगाडि फेरि भुत छ अरे यार यही मान्छे हो क्या सपना लगाएको यसले नि कुटा खाएको यहाँ देखिएन क्या यहाँ हेर्छु देखिस् देखेँ मान्छे देखिस् नि? उहाँ भुत छैन हौ त्यो त्यो देखिस् नि देखेँ यहाँ छ बार पछाडि ल दुब्बी यहाँ खाएँ पनि देखिन्छ क्या यहाँ देखिएको थियो क्या म पत्ता यार अब चाहिँ यो चुली पोखरी चाहिँ म चाहिँ जान्न अरू अलि साहसिक हुनुहुन्छ भने अलि आँटिलो हुन्छ भने जानु तर हामीले त दिउँसो बिहानै गएको थियौँ नि त ऊ चाहिँ यो मान्छे चाहिँ राति गएको रहेछ यो राति त्यो उयो हो यार मलाई त डर लाग्यो नि अब गइन्छ त हाइकिङ अब गइन्छ चुली पोखरी गइन्छ डर लाग्यो डर लाग्यो डर लाग्यो डर लाग्यो लाग्यो अब चाहिँ गाई चुली पोखरीमा जान्न गइयो भने पनि अब अलि भगवान्को मूर्ति सुर्ति यसो पकेटमा हालेर लिएर जानु पर्यो पत्रा हानेछ नि यार यत्रो छाप बसाइदिएको छ मान्छे पनि देखिरहेको छैन सेल्फी हाल्नु खतरा कुटेको रहेछ यत्रो त उयो भयो छापै भएर त्यो यहाँनिर ऊ दादाको फोनमा देखिँदैन के उज्यालो बजारको हो नि त सिन यहाँ सल ल्याउँदा भनौँ न पत्ताकै खेनमा त भूतले कुटेको त्यत्रो कुटे यार भूतले अरे भूतले मान्छेलाई त्यो हाइकिङ गरेर क्या राति कहिले भयो 500 तर कस्तो कुटेको छ क्या फेरि सुन्नु हेर्दाखेरि होइन मान्छेले कुटेकै जस्तो देखिँदैन त्यो यति धर्क त लयो भन्दैन यत्रो फुलेकै छ क्या त्यो रातो छ ल हेर मैले चाहिँ हेरिसकेँ आरसिमले खाना खायो कस्तो चाहिँ यता हेर न यता मिठो थियो मिठो यहाँ दिदी मस्किराख्नु भएको छ यता हेर न कस्तो छ खाना मिठो छ मलाई चाहिँ एकदम मिठो लाग्यो होइन यहाँ यिनीहरूले फालिरहेछ नि मैले चाहिँ सबसे तल गएको मलाई बुनिया चाहिँ मैले अलिक धेरै नै हालिदिनु भएछ मैले बुनिया चाहिँ होइन मतलब अरू चाहिँ 1 नम्बर छ है गाई मलाई सबसे यहाँबाट मिठो लाग्यो भनेको चाहिँ यो राजमा र सोयाबिन हो अरू अनि त्यस्तै कोपीको राजमा र सोयाबिन त अनि मिठो अनि पुलाउ अनि कोपी त्यति अनि अरू भनेको ठिकठाकै छ मलाई गुलियो भनेपछि म त्यति खान्न त्यहीमाथि यो सबै मिक्स अनि प्लस गुलियो हो भने चाहिँ कस्तो उयो हुँदो रहेछ मैले बुनिया चाहिँ छोडाएको छु किनकि मलाई बुनिया धेरै भयो
अब फाइनल्ली आज मेरो साथीको वर्तमान पनि सकिन आँटेको छ देख्यो कस्तो कस्तो थियो पताउनुहुन्छ त मान्छेले गुटेको पताउनुहुन्छ सुन्नु न सुन्नु पताउनुहुन्छ भूतले गुटेको पताउनुहुन्न नि रियलै हो क्या गुटेको अरे कस्तो रातो छ यत्रो छ मान्छेले गुटेको त्यस्तो नहुँदैन भूतले के नाइट आउटको लागि गएका थिए अरे तिमीहरू भाइ सानो भाइलाई पनि देखाउँ न कसले भनेको अहिले हेर सानो मान्छेले के गाजर खाएको खाइदेऊ न त खाइदेऊ टाटा टाटा मलाई चाहिँ नदिने खाइदेऊ न गाजर पापा तेरो अनि अहिले डेली भ्लग आउँदैछ कि छैन को डेली भ्याउनु परेन अनि एउटा त हालेको थिइस् त अस्ति नि दुईवटा हाल्यो अब बल्ल जम्मा मिनी भ्लग हालेको अब यो चाहिँ लङ भ्लग हाल्यो फर्स्ट लङ भ्लग यो मेरो साथीको वर्तमानमा आज म रमाइलो गरेछु भनेर उहाँ घरदेखि नै सुरुवात गर्दै गर्दै आएको ए हो बस गर्दै अब भरे आउँछ ऱ्यापहरू पनि हान्दैन एक दुईवटा अनि च्यानलहरू त अब ग्रो गर्दै गर्ने होइन एक पछाडि अनि आगो बाली हालिन्छ नि के छ र मार्केटमा बुम बुम बाइक राइड हान्न खोज्दैछ नि गाइजहरू अब चाहिँ हामी फोटो खिच्ने हो गाइज कसरी कुट्यो यार म त कस्तो डर पो लाग्यो त हामी चाहिँ धन्न छिटो गएछ हामी माथि चाहिँ त्यस्तो केही भएन यस्तो कुटे भरे तपाईँहरूले आफै हेर्नु कि यस्तो मजाले कुटिरहेछ यस्तो मजाले कुटेर मान्छेले कुटे जस्तो पनि लाग्दैन कि त जनावरले आएर आक्रमण हाने जस्तो देखिन्छ अब चाहिँ हामी फोटो सुट हान्छौँ
देउलो बस्छ थाके छैन थाकेको होइन फोन पक्रिने जिम्मा अब मेरो फुल छैन अहिले मेरो सिङ्गल डान्स आउँछ हेर्नु ਤੈਨੂੰ ਮੈਂ ਲਵ ਕਰਦਾ ਬੇਮਤਲਬ ਕਰਦਾ ਬਾਹਾਂ में आ सोनिए बस आज रात के लिए हो जानी फिदा बाहों में आ सोनिए बस आज रात के लिए
गिफ्ट अनबक्सिङ हुँदैछ यहाँ चाहिँ ल मेरै फोटो हावा ताल खोला यता 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 हेरौँ न त ल यता यता हेर्नु है त ओहो कस्तो बबा लागिरहेछ बब्बाल ल यता हाँस्दैन त अब यता फोटो खिच्न जाने हो नि फोटो खिच्नु न त हो हाम्रो गिफ्टको फाइनल्ली गाइस अब नाचेर पनि सक्यो अब अझै अझ 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 बेलुका भरे हान्ने हान्ने नि ल, भरे ल। ल भरे झन् धमाल हुँदैछ अब असाकोतिर खाना खासाना खाइयो अरे जे होस् गाइस रमाइलो भयो अब भरे बेलुकाको पनि म बनाउँछु भिडियो चाहिँ हुन्छ ल धेरै हुन्छ म कटन बाइक हाल्छ अरु के चाहियो ल टिकटक बनाउनु टिकटक भरे के बेलुका एटो असल खै हामी आइनौँ नि त तेरो भ्लगमा यार जाम ल सो गाइजहरू आजको लागि यति नै मैले अब भ्लगहरू पनि अब सकेसम्म राम्रै बनाउन खोजेको कस्तो भयो कमेन्ट हान्दिनँ सो त्यही हो कमेन्ट हाल्नु थ्याङ्क्स फर वाचिङ बाई सब्सक्राइब गर्न भने नबिर्सिनु होला बाई